नमस्ते सबैजनालाई, सम्पूर्ण मेरो युट्युब फ्यामिलीहरूलाई सबैलाई नमस्कार छ। सन्चै हुनुहुन्छ होला, हामीहरू पनि सन्चै छौँ। तर आज हामी चाहिँ एकदम दोलखाको सिङ्गटी भन्ने बजारमा आएको छौँ घुम्नलाई। हामी तपाईँलाई भिडियो चाहिँ हामी अहिले सुरु गर्दैछौँ। म सिङ्गटी बजारबाट भिडियो सुरु गरिराखेको छु। हेर्नुहोस् त, सिङ्गटी भन्ने चाहिँ पुल यस्तो र बस्ती छ, बजारहरू छ। हेर्नुहोस्, हेर्दै जानुहोस्। दोलखा सब छ, सब छ। चारैतिर जङ्गलको बिचमा रहेछ यो सिङ्गटी बजार। यतातिर पनि बजार छ। सम्धिनी हजुर, आमा, हामी सबै जाँदैछौँ। यस्तो रमाइलो ठाउँ त रहेछ, तर अलिक गर्मी रहेछ, बेसी गर्मी रहेछ। यतातिर यसो चाहिँ पुल छ, यो बाटो बिगु जाने बाटो, अनि यो लामा चौर जाने बाटो। लामा चौर होइन, लामबगर जाने बाटो। नदीको नाम के हो? यसलाई चाहिँ के खोला? तामाकोसीको ल हेर्नुहोस्, तामाकोसीको यो पुल चाहिँ तामाकोसीको पुल माथि चढिरहेछौँ। पुलमा छौँ हामी। हेर्नु आमा पर आमा के अब हामी कहाँ जाने अरे? कहाँ बाटो काटे हेर्नु त, बिगु। अब बिगु जाने हो। अब बिगु जाने हामी आएको बाटो त्यो हो, यस्तै छ। हेर्नुहोस्, तर चारैतिर जङ्गलको बिचमा के नि फोटो सेसन हुँदैछ यहाँ सम्धिनीज्यूको तामाकोसीमा। अनि अब हामी पनि हेलो हामी तामाकोसीको माथि पुलमाथि चढेर दुई सम्धी उता ब्याक साइडमा, हामी यतातिर हामी सिङ्गटी बजारमा आएको छौँ हामी घुम्नलाई। हजुर पनि घुम्नुहोस्, हाम्रो भिडियो हेर्दै पछ्याउँदै हेर्नुहोस् कहाँ जान्छन् यी दुई सम्धिनीहरू भनेर हेर्दै गर्नुहोस्। हजुरलाई पनि हामी बिना पैसामा सिङ्गटी बजार घुमाइदिन्छौँ। ल हेर्नुहोस्, सिङ्गटी बजारको यो हो, हेर्नुहोस् सिङ्गटी बजारको गेट। अनि हेर्नुहोस् पुल, हेर्नुहोस् सिङ्गटी बजारको पुल। यसलाई भन्छ तामाकोसी। अहिले बर्खा लागेर अलिकति फोहोरो भएर धमिलो भएको छ। तर हामीलाई बिहान चाहिँ पानीले चाहिँ हल्का, मौसमले पनि बिन्दास पाराले शीतल बनाइदिएको छ हामीलाई। बिहान चाहिँ पानी परेर अलिकति मन धक गरेको थियो। पानी सट्ट खुल्यो, हामी चट टाइम। अब हामी यहाँबाट कहाँ जान्छौँ रे सम्धिनीज्यू? बिगु जान्छौँ। अब हामी हेर्दै जानुहोस्, हजुरलाई पनि लैजान्छौँ हामी बिगु। अनि अब हजुरलाई सिङ्गटी भएको बजारहरूकोमा यहाँ कति रमाइलो, हेर्नुहोस् है कति राम्रो छ बजारहरू। हामी हजुरलाई बजार पनि देखाउँछौँ। अनि सिङ्गटी यो दोलखाको कति 29 किलोमिटर माथि पर्छ होइन हजुर। अनि हजुरहरूलाई हेर्नुहोस्, सिङ्गटीको बजार फलफुलको सिङ्गटीको बजार घुम्दैछौँ हामी। ल चाँदी पसल पनि यहाँ हेर्नुहोस्, कपडा पसल, कस्मेटिक पसल, भाँडा पसल सब छ यहाँ। पुरा बजार रहेछ, बजार यहाँ कहाँसम्म छ बजार त सानो चिटिक्कै है। उता छ ठुलो बजार। उतातिर यो फेरि अहिले नयाँ बनाए बजार हो यो चाहिँ बाटो मात्र होला। बाटो मात्र हो। चिलङ्खा होटल भन्दैछ। खुकुरीहरू बन्ने। ल हेर्नु त, यहाँको यस्तो खुकुरीहरू देखेर यस्तो राम्रो के हो यो दोकानको नाम? दोकानको नाम के हो त?
ए हो यो चाहिँ यस्तो कुकुरी चाहिएमा हेर्नुहोस् सिङ्गटीमा आउनुहोस् सिङ्गटी बजारमा पाउँछ यस्तो खालको कुकुरीहरू हेर्नुहोस् कति खतरा खतरा कुकुरी छन् यहाँ मार हाल्ने कुकुरी हेर्नुहोस् यस्तो कुकुरी यहाँ पाउँछ घर हो हेर्नु यो घरहरू चिटिक्क परेको पुरानो यो होइन अब हामी भोरले झरना भन्ने ठाउँमा जाँदैछौँ कस्तो रहेछ त्यो भोरले झरना हेर्नुहोस् ल पुरा माथिबाट पुरा कस्तो हुन्छ रे हामी त्यतै जाँदैछौँ हजुर पनि हेर्न आउनुहोस् ल हाम्रो पछि पछि हाम्रो भिडियो हेर्नुहोस् कस्तो कस्तो राम्रो राम्रो ठाउँ छ म हजुरलाई देखाइदिन्छु पहाड तामाकोसी यो तामाकोसी हेर्नु तामाकोसी सिङ्गटी आएको हामी किन कतिको धौ भएको छ सम्झिने हजुर केही भएको छैन है आनन्दसँगको पुरा घुमाइ छ हाम्रो जोस् होइन हो सम्झिने हजुर 21 22 गते त घर जाने भनेको हौ 21 22 मात्रै होइन ठ्याक्क हजुरहरूलाई म 25 गतेको नाइट चढाइदिन्छु मलाई त्यति चाहिँ थाहा छ अरू मलाई थाहा छैन होइन 25 गते नाइट चढेर त्यति गर्छ नि हामीले ठाउँ छुटपुट गरेर है कस्तो ठाउँ छुट अझ कहाँ जाने हो र छोड्दा गरेर यति ठाउँ हेर्नु त पुरा घुम्ने ठाउँ त रमाइलो हाम्रो पुरानो बाटो यो बाटो हिँड्दै हामी झुलुङ्गे पुल पनि छ तामाकोसीको पुरानो झुलुङ्गे पुल अहिले कहाँ छ त नयाँ अहिले नयाँ त्यही माथिको भइहाल्यो पहिलाको त यो हो बिगु पुरा बजार त है यस्तो जग्गा त योभन्दा तल्लो साइडमा पहिलाको पुरानो बाटो तल्लो यो नयाँ बाटो यो त दुईतिर छ उसको सटर दुईतिर छ मन्दिर यही मन्दिरमा त भन्नु हो क्या होइन घुम्नु भनेको ए भैरवेश्वर महादेव मन्दिर हेर्नु न किराना पनि छ पुरा रक्सी पनि छ सब छ क्या सब छ सब साउनी हजुर यसो कुरमुरी सुरमुरी चिज बसिज गरिदिनु न कति रुपियाँ पर्छ यो 50 रुपियाँ लिनु 50 रुपियाँ ल जहाँ पनि 50 दिउ लिने हजुरले दिउ पनि दिनु दिउ त्यो कसरी 290 होला हजुर धेरै सस्तो होइन धेरै सस्तो धेरै महँगो हजुर 50 60 रुपैयाँ सस्तो गर्नु 60 रुपियाँमा लानुहुन्छ नि म दिन्छु हैन 60 रुपैयाँ अनि 60 रुपियाँमै लाउनु नि त के हो त तिनटा राख्दिनु ए यो तिनटा ए हस् हजुर कुरमुरी सुरमुरीको हिसाब गर्नु ल्याउनुहोस् त हजुर म झोलामा राखिदिन्छु कुन म झोलामा राखिदिन्छु है हजुरको छोरीले राखिदिनुहुन्छ घोरले झरना अहिले त अब हामी बेमौसमीमा आएर यस्तो भयो यो बाटोमा झरना छ यस्तो यो झरना हो यो माथि यहाँबाट झरेछ यहाँ हेर्नु त वहाँ माथिबाट झरेको झरना आयो यो झरना आयो झरना पानी झरिरहेको त्यहाँनिर झरना पनि कस्तो छ बरु वाह यस्तो रोडमै झरना के टोक्लाई पानीले झरनाको चिसो पानीमै झरनाको चिसो पानीमै बाटो मुनि ताल पर्यो राम्रीमा कति राम्री भैया बर्थैमा
माफ गरिदिनु होला माफ बिग्रेमा गरिदिनु हामीलाई गाउन होला। आउँदैन हेर्नु यस्तो हामीले राम्रो रमाइलो झरना कुराई मात्रै गरे हो। हेर्नु झरना हेर्नु झरना झरना तामाकोसी किनार ल तामाकोसी किनारबाट झरना हेर्दैछौँ अवलोकन। सम्झीज्यूले पनि झरना ओहो सम्झीज्यू झरना झरना चाहिँ खतरा रहेछ त आमा यो तामाकोसी बगेर पारिपट्टि झोर्ले झरना झोर्ले भोरले झरना आज हामी भोरले झरनाको छेउमा बसेर ड्राई पिकनिक भनेको अब रेडिमेड करेन्ट यो झोर्ले झोर्ले झरना भनेको यही हो रमाइलो झरना रहेछ त्यसमा हामी झरनातिरको पनि हो गरौँ है ल झरनातिर तामाकोसीको किनारमा इन्जोय मिन्स राम्रो गर्नु रमाउनु आयो आयो स्पोन्सरहरू हेर हाम्रो यहाँ टाढा टाढाहरू पठाउँछ स्पोन्सरहरू तल यतातिर यो कोसी पुगिराखेको छ तामाकोसी अब यतातिर झरना पुगेको छ तल झरना स्पोन्सर भाइ छोराछोरीहरू हो हामी त यता तिमीहरू कमाउने हामी झोर्ले झरना अहिले खाना खाँदा त्यसले रोक्दैन यतिका ल भोटे कोसी तामाकोसीको आफ्नै तालले होइन होइन तामाकोसी पुल ल जाऊ
बुद्धलक्ष्मी तामाकोसीको पुलमा तामाकोसीको पुलमा ल हावा चल्यो हावा चल्यो तामाकोसीको दुगाले खतम भयो त दुगाले हाम्रो कति मलाई डर लाग्यो मलाई डर लाग्यो भन्छ के यता भागी ल दिनुस् ल तामाकोसी बाई ए सानो नानीलाई पनि मुनु गरेर झोरले तामाकोसी पुल प्लिज झोरले पुल हामी झुलुङ्गे पुल थियो अनि अहिले यो गाडी हिँड्ने पुल हो यो अनि अर्को पनि छ पहिला त्यो पुल थियो यहाँ पहिला अहिले यो पुल त्योभन्दा पहिलाको माथिको झोलुङ्गे पुल पुरा कति राम्रो छ आमा पुरा ओ ल बाटैमा दुई सम्धिको यो के हो यो ल हेर बाटो देख्न न पिउँदैन भन्दा भन्दै पिलायो साथीले बाटै देखिन हजुर फाइनल्ली हामी आइपुग्यौँ के ठाउँ रे सम्झिन्छु चिलङ्खा भन्ने ठाउँमा तर यस्तो चिसो हेर्नु त ठाउँ ओहो पुरा हिमालय हो यो
पहाड पहाड बिक्कट माथि हो जहाँ पनि इस्कुसको मुन्टा आमा पनि आउँदै हुनुहुन्छ अब इस्कुसको मुन्टा आमा पनि राउन आमा हिँड्नु आमा बुढीमा हौ यता आइपुग्ने लु हेर त होइ अब लोड्ने हिलो हो कता जाने बाटो हो यो जाने बाटो स्कुल कता हो कता हो यो कुहिरोमा केही देखिन्न त यी खै देखिन्छ त कुहिरोमा अझै कता छ रे ऊ पर हो रे स्कुल त पर केही देखिने नि त अगाडि सम्झिन्छु सम्धिहरू पनि देखिनुहुन्न अब हेर्नुहोस् कता हुनु हाम्रो सम्झिन्छु ए सन्चै छ रे चिन्नेल्नु भयो आमाले के ठाउँ हो यस्तो कति टाढा जानुपर्छ आमा अब कति टाढा जानुपर्छ मुछिना माथि आचे भाइलाई ल फुटुङ रे ल यो च्यापु गर त ल न अब ल आइपुग्यो श्री हिमाल रहेछ त हिमालय हो है सम्झिन्छ जुर हिमालय माध्यमिक विद्यालय बिगु गापा 5 चिलङ्खा दोलखामा चिलङ्गा दोलखाको स्कुल हो केही देखिन्न है ढुरी लाएर फाइनल्ली आइपुग्यो होइन आइपुग्यो ओहो पढ्नको लागि आइयो नमस्कार सम्धिनी हजुर नमस्कार के छ फाइनल्ली भेट भयो यो हेर्नु त सागको खाउनु छोरी